हेलो साथीहरु, स्वागत छ मेरो हिजोको बासी ब्लगमा। यो चाहिँ मेरो हिजोकै भिडियो हो साथीहरु। एडिट र भोइस ओभर गर्न नभएर बासी भिडियो दिदैछु। हिजोको मौसम पनि क्या दामी थियो र त्यसमाथि पनि मेरो ड्युटी अफ थियो। अब हजुरहरुलाई थाहा नै छ म एक्लै रुममा हुँदाखेरि मेरो शैतानी खोपरीमा केही न केही चलिरा हुन्छ के। हिजो मलाई मटन करी खान कस्तो मन लागिरा थियो के, त्यही भएर चट्ट लाएर यसो चोकतिर हिँड्छु मटन किन्नलाई। चारैतर्फ हेर्छु कहीँ पनि मासु पसल नै देख्दिन त। त्यसपछि लट्याङ लट्याङ हिँड्दै तलतिर जान्छु मासु पसल खोज्दै खोज्दै। त्यहाँ पर हेर्छु फाइनली एउटा मासु पसल भेटाए। त्यसपछि पसलमा जान्छु अनि दाइलाई भन्छु मलाई राम्रो राम्रो मासु हाल्दिनु है भनेर। अब म मख पर्दै मासु लिएर रुमतर्फ लागे। अब म रुममा पुगेर चट्ट मिठो खसीको मासु पकाउन तर्फ लागे। म चाहिँ खसीको मासु जहिले पनि कुकरमै बनाउने गर्छु साथीहरु। मलाई कुकरमै सजिलो लाग्छ, त्यही भएर मलाई त्यस्तो राम्रोसँग त पकाउन आउँदैन हैन, तर आफुलाई खान मन लागेपछि जस्तो भयो नि पकाउनै पर्यो। हेर्नु न साथीहरु, जहिले पनि म भिडियो बनाउँदै गर्दाखेरि सम्झिन्छु के मसँग स्ट्यान्ड पनि छ भनेर। म एकदम सिम्पल साधारण तरिकाले पकाउँछु, त्यस्तो स्पेशल मसला भन्ने के पनि हाल्दिन। प्याज, टमाटर, हरियो खुर्सानी, लसुनको पेस्ट र धनियाको पात र आफ्नै घरमा पिसेको मसला आफूसँग जे जे छ त्यही हालेर पकाउने गर्छु। म चाहिँ खाने मुखले जुङ्गाले छेक्दैन भनेर भन्छन् नि, हो ठ्याक्कै त्यस्तै भएको थियो के साथीहरु। हिजो मलाई खान मन लागेपछि त जहाँबाट भयो नि जसरी भयो नि खानै पर्ने के। प्राय मलाई सबैजनाले भन्नुहुन्छ दिच्छा राम्रोसँग खाँदैन कि क्या हो, जहिले हेर्दा नि उस्ताको उस्तै देखिन्छ। तर त्यस्तो होइन नि गाइस, म जति खाँदा नि जे गर्दा नि म मोटाउँदैन के खोइ किन। मलाई जुन बेला जे खान मन लाग्यो त्यही बेला पकाउन बसिहाल्ने के। मलाई त्यस्तो अल्छी लाग्ने यताउति केही पनि हुँदैन। अब पाकिसकेपछि म नचाख्ने भन्ने त छँदै छैन नि मेरो पहिलेदेखिको चाख्ने बानी। त्यतिकैमा मेरो हस्बेन्ड कामबाट आउनुहुन्छ र मेरो चर्ते कला देखेर हाँस्दै हुनुहुन्छ के।